हेलो गाइज, वेलकम टु माई न्यू भ्लग रामराना भ्लग। अनि सबैलाई सन्चै आरामै हुन्छ होला अनि मैले आशा गर्दछु। अनि हामी यसै गरी आज छक्कल खान गइरहेका छौँ। यता केटाहरू पनि छन्। केटाहरू आयो भन सबैले काहीँ नगएर हामी छक्कल खान्न। छक्कल केटाहरू गाउँको केटाहरूसँग जाँदैछौँ छक्कल खान। अहिले छक्कल कस्तो हुन्छ भन्ने मैले भिडियो पनि गरेर देखाउँछु। मलाई देखाउनु न, म भाइरल हुन्छु नि। यो व्हाट्स अप गाइज, वेलकम टु मिस्टर रामराना भ्लग। अनि तपाईँको साथमा म छु मिस्टर एक्स दादा भ्लग। र छिट्टै हामी कहाँ गइरहेको छौँ? अहिले चाहिँ हामी यो कालो कालो खजुर खान गइरहेका छौँ। अहिले कस्तो हुन्छ भन्ने हामीले देखाउँछौँ होइन, भिडियो गरेर सबै लमक्का लमक्का छोटो छोटो खाला यस्तै हो होइन भ्लगमा यस्तै। अब ढिलो आयो होइन, यो चाहिँ अलि छिटो आउनु पर्ने हो। हल्का अलि मस्त बुटुल जानुभएको थियो घुम्न सेवा गर्न। पानी खान्छ खाइसक्यो, बन्द गर्नु त। यही हो गाडी छक्कल भन्ने होइन, यो चाहिँ काँचो काँचो छ। अनि पाकेको पनि भिडियो गराउँछु। अनि धेरै गर्मी छ, पानी परेको पनि पाकेको होइन। पानी परेको भए झन् छिटो पाक्थ्यो। थरीको खाएँ गएर पनि काटेको छु। अहिले सबै देखाउँछु अहिले मैले। पाकेको चाहिँ यस्तो हुन्छ गाई, यस्तो कालो हुन्छ। अनि यो टिप्ने हो, झोला लगाइन्छ, झोलामा हाल्ने हो। धेरै गर्मी पनि छ, छिटै जाने हो, घरतिर फर्किने हो। उता केटाहरू पनि छन्, उता पनि छन्, त्यहाँ छ। केटाहरू मिलेर केटाहरूले त्यति बस्छन्, उता आइजम छक्का खाना भनेर अनि आइदिएको। बिस्तारै बिस्तारै टिप्दै जान्थ्यो। तिन ठाउँमा किराले पनि खाएको छ। एउटामा केमा चाहिँ अलि सफै आएको छ गाई। यसले गर्दा यो केटाहरू छन्, केटाहरू खाली छन्। के भएर हिँड तिनीले हेरी टिप्दै जाऊँ भने के नजाने हो र उता तिमीलाई आउँदैन। के गर्न जान्छ? कता जान्छ र अरू? यो त छ नि, यताबाट गयो त्यही, उताबाट गयो त्यही हो। यताबाट गएर उताबाट निस्किनुलाई भनेको मैले। उतापट्टि गएको छ नि त। अहिले यस्तो छिरेर स्कुल पछाडि छिरेर यस्तो निस्किनुलाई के त्यही भनेको। अहिले केटाहरू फेरि उतै टिप्दैछन् के। बोलाइन केटी तिमीलाई कहाँ केटी सुने हस्। अनि यो छक्कल खाएको र प्लस गर्दाखेरि हिजो केटाहरू फुटबल खेल्न गर्थ्यो, त्यसको पनि भिडियो आउँछ। त्यस्तो केटा खेल्न त राम्रै खेलेको थियो केटाहरू, त्यही पनि हार्यो होइन। खेलमा त अब हार जित भइहाल्छ होइन। यस्तै हो गाइज। अब टेन्सन नलिनु ल, यो भ्लगको एडिटर पनि मै हो। अब बिस्तारै बिस्तारै अब भ्लग आउँदै गर्छ होइन। यो चाहिँ अलि ढिलो भयो क्या होइन। लगभग समथिङ यहाँ छ कि विवेक भाइ। यस्तो यस्तो छ। अलि पानी परेको भयो, अलि छिटो पाक्थ्यो क्या होइन। पानी नपरेर अलि उस भएको छ। यो त्यस्तै हुन्छ छक्कल भन्ने। अब यो त सानो खाले हो, अब ठुल्ठुलो खाले त यता पाइन्न होइन। ठुल्ठुलो त अब विदेशतिर जानुपर्छ गाइज। खान मन छ भने आउनु होला। यो कपिल वस्तु हो, हामी चाहिँ रूपन्देहीदेखि आएको। कपिल वस्तु यो जङ्गलै जङ्गल छ। अलि जङ्गल अलि धेरैले फाँड्दैछन्, त्यही भएर अलि खुल्ला भइसकेको छ क्या। अलि लगभग खाना छ भने धेरैजना आउनु होला, 6-7 जना जति आउनु होला।
एक्लै नआउनु होला फेरि अलि नयाँ ठाउँमा त अलि मेसो पाइन्न नि त त्यही भएर अब नपाइकन आउनु होला यहाँ त्यसैको डर पनि छैन होइन कति जस्तो यो गोगापुर भन्ने ठाउँमा छौँ हामी अहिले यस्तो गाइस अब बिचमा के हुन्छ अनि म देखाउँदै गर्छु यसो गरी थक्का खाएर भेट्यो हामी होइन अब थक्का खाएर टिपेर अनि यसो घरतिर जाँदैछौँ यो बाटो हो हामी यहाँ त देखाएको अनि अलिक खोला पर्दाखेरि म रोटेर भिजेछु चिसो भएको छु कपडा यस्तो कालो कालो भएछ त्यो मान्छेले गर्दाखेरि म लोटेको अघि त्यसैले जङ्गाएर अनि म गएको मलाई पल्टाइदियो आफू छिटो धागो अगाडि पानी प्यास लागेको छ पानी खानु जाऊँ के त्यो अघिको सामु गएर खाने यो बाटोमा के हुँदै जान्छ मैले भिडियो गर्दै जान्छु सब देखाउँछु अनि घर गरेको त्यही अनि यसलाई कसरी खाने हो भनेर म देखाउँछु छक्क खाएर त्यही त सबै जङ्गल आगो लगाएर अलि छैन अहिलेको साल जङ्गल पुरै आगो लगाएर डढेल लगाएर छैन यहाँ चाहिँ कपी बस्नुपर्छ ल